कुनै पनि महिनाको 2, 11, 20 वा 29 तारिकमा जन्मिएका जातकहरू ड्राइभर नम्बर 2 मा पर्दछन्। ड्राइभर नम्बर 2 भनेको मूनलाई रिप्रेजेन्ट गर्दछ। मून भनेको एउटा शीतलता प्रदान गर्ने एउटा प्लानेट हो। यो प्लानेटमा यो मूनले मून र सनको कम्बिनेसन भयो 2026, राजा र रानीको कम्बिनेसन भएको हुनाले 2026 2 नम्बर ड्राइभर हुनेवालाहरूलाई पनि अत्यन्तै राम्रो मानिएको छ। यो वर्ष कुनै पनि साझेदारी वा सम्बन्धको लागि महत्त्वपूर्ण रहेको छ र यो वर्ष 2 नम्बर ड्राइभर हुनेवालाहरूको रोमान्सको लागि पनि अत्यन्तै राम्रो छ। त्यसै गरी कुनै रिलेसनसिपमा बस्नको लागि पनि 2 नम्बर ड्राइभरवालालाई धेरै राम्रो छ र कसैलाई म्यारिज गर्नुपर्ने, विवाह गर्नुपर्ने रहेको छ भने पनि यो 2026 त्यसको लागि पनि अत्यन्त राम्रो छ र सम्बन्धमा सन्तुलन राख्नुहोस्, भावनालाई नियन्त्रण गर्नुहोस्, जति सक्यो धेरै ड्रिङ्क वाटर गर्नुहोस्। यदि सक्नुहुन्छ भने 2 नम्बर ड्राइभरवालाहरू सिल्भरको ग्लासमा पानी खानुहोस् र शिवजीलाई ध्यान र पूजाआजा गर्नुहोस्। 2026 तपाईँको लागि अत्यन्त राम्रो हुनेछ।